हेलो गाइज, आज चाहिँ हामी चाहिँ सौरामा न्यू इयर मनाउन आइरहेको। यो चाहिँ हाम्रो ग्रुप। हामी चाहिँ आज चाहिँ फाइनली 2026मा चाहिँ आइरहौँ। ह्यापी न्यू इयर। यो चाहिँ हाई सुरु यहाँ केटीहरूको फोटो सेसन चलिरह। केटीहरू भएको ठाउँमा यस्तै हो गाइज। आज चाहिँ उहाँ हाम्रो चाहिँ ग्रुप हुनुहुन्छ ल। यस्तो है केटीहरू भएको ठाउँमा ल। अब चाहिँ हामी चाहिँ थोरै रमाइलो गर्छौँ, चेन्ज गर्छौँ। अनि चाहिँ हामी आज बार्बिक्यू गरेर रमाइलो गऱ्यौँ भनिरहेछौँ। अरू चाहिँ के हुन्छ कस्तो हुन्छ म तपाईँलाई नेक्स्ट एपिसोडमा देखाउँछु। न्यु इयरमा चाहिँ राम्रोसित भन्छु ल। चाहिँ सौरा यो चाहिँ हाम्रो गर्ल्सहरू हस्पिटलको ड्युटीबाट तनाव। हेर्न जानु लाग्यो हामी चाहिँ। अब हामी चटपट खान जानु लाग्यो। के चटपट है? चान्दान चटपट कस्तो हुन्छ तपाईँलाई हामीले रिभ्यू भनिदिन्छौँ ल। यो चाहिँ हामी चन्दन चटपटी खान जानु लाग्यो। यो चाहिँ सौराहा यता नहोस् लादे के अरे यता नहोस् यता देखाइदिनु। राम्री राम्री मुइयाहरू सौराको बजारमा यस दिस इज माई न्यू आउटफिट। ओटी एट भन्छ नि। ओटिडी आउटफिट अफ द नाइट। ब्लग बनाएर नि अब हामी युट्युब ब्लगर ग्याङ ब्लग ग्याङ। यसलाई चाहिँ जाडो भइरह है यहाँ छैन है गाइस प्लिज। जाडो भइरह आई एम हट हटी चटपट आएन त म त पागल हुन्छ। चटपट कहाँ हो होला? बोल अरे न्यू इयरको यो हो कि भुरा एक नम्बर भुरा है। यो चाहिँ जे देख्यो नि यता देखाउ भन्ने चाहिँ भुरा एक नम्बर। उता दुईजना छन्। चटपटे खानी भनेर हामीलाई चटपटे खाने ठाउँमा राम्रो भएन भने यस्तो खान भुराहरू नखाँदा यस्तो खाएपछि कस्तो हुन्छ होला खाइसि म देखाउँछु है तपाईँहरूलाई। किनेको चाहिँ कसलाई त नि होइन खाँदैन के कोक भनेको दिदी। हामी पेन्टा खाने कोक मात्रै सौदा स्प्राइटहरू खाने छुट्टै चटपटी भनेपछि केटी मान्छेहरू आउने बित्तिकै यसरी खाना पर्छ उसलाई। हेर सबलाई स्न्याप हेर पुरो खाऊ न प्लिज। सब अरे नाटकिनीहरूको उसको फेरि स्न्याप सक्यो छैन। अब हामी खान्छौँ अनि नेक्स्ट चाहिँ गर्दै गर्छ है। यता यता खाने पाएन आज
मन पर्दैन रोटी भन्दा चटपट पानी भन्छु त्यति मान्छे ल पानीपुरी खाँदै यिनीहरू चाहिँ नक्कलीहरू चना मटाहरू ल मनसाको त्यस्तो देखो न के हो यस्तो चटपट लभली लुकी यता चटपट आएपछि पहिला भिडियो स्न्याप हान्नुपर्छ अनि बल्ल उता चाहिँ पर्दैन अनि स्न्याप चाहिँ यस्तो आउँछ है स्न्याप चाहिँ अनि त्यसपछि यो भुजालाई चाहिँ हर्सदेखि नै हुन्न किन लेट भइरहेको आज पुरामा भइरहेको थियो कि मन पर्दैन के हो रे अस्ट्रेलियातिर गयो भने विदेश गयो भने मेरो कामै अस्ट्रेलिया गएको काम नर्स पढेको रे ल ठिक छ काम कहिले पनि सानो ठुलो हुँदैन थ्याङ्क यू तिमी यही बस्ने हो तिमी त कहाँ जाने होला है विराटनगर हो पुरो तिमी अल द वे फ्रम विराटनगर है चितवन नै आज हामी चटपट खाना आएको यो दाइकोमा है यो दाइकोमा चटपट खाना आउनु होला उहाँले साइडमा बनाउनुहुन्छ राकेश चटपट पानीपुरी पसल है अनि के होइन त्यो यो राम्रो हो नि यो उस त हो न उयो छ भयो कि भयो ओए हामी चाहिँ आज चटपट पानीपुरी खायौँ अब चाहिँ हामी होटेल जान्छौँ अनि बारबिक्यू गर्छौँ बारबिक्यू गर्दाखेरि कस्तो हुन्छ के हुन्छ रमाइलो हुन्छ अपडेट गरिरहेको छौँ हामीलाई भन्यो तर यो त एउटै भ्लगमा आउँछ सो सरी ल गाइस मम्मीलाई बोकेर आउँछु साथीसँग इन्जोय गर्न मम्मीलाई बोकेर आउँछु बेस्ट फ्रेन्ड हो मेरो तर अहिले राख्दिउँ ल बाई बाई हामी चाहिँ अब बारबिक्यू गर्न थियो अनि आगो तापिरहँ उहाँ चाहिँ फोनमा कुरा गर्दै सबैलाई घरबाट इन्फर्म गर्दै हुनुहुन्छ कसैले फेरि च्याटिङ गरिरहने या कोही हुनुहुन्छ सबै मोबाइलै खेलाउन आएको रहेछ यहाँ भन्ने कुरा चाहिँ प्रुभ भयो हेर्नु सब मोबाइल खेल्न आएको
यसलाई चलाउने बेला चाहिँ ज्याकेटहरू विचार गर्नु नभए कस्तो मिठो भयो so yummy, please try this. Come here and try. वहाँ बेच है दाइ हामीलाई दिन्न यार त्यस्तो यही त राखिदिनु भएको थियो म देखिन त थ्याङ्क यू दामी है साह्रै तारै पकाउनुपर्छ कि आगोमा पकाउँदा एकैछिन डढेर पुरै हुन्छ त्यो त आफै नभएर पकाउनु पुरो मात्र टल्के छ यार म नि हान्छु नि म क्यान्सल गर्नु पर्दैन म नि हान्छु नि त सेन्स गरेर बनाइदिनु